हाम्रो नेक्स्ट डे चाहिँ सुरु भइसकेको छ र सबैजनालाई मेरो यो भ्लगमा वेलकम छ र आज चाहिँ हामी जाँदैछौँ चारहाते मेला र हामी चाहिँ हिजै बसेको गोट स्टेमा बसेको छौँ र तपाईहरुले यो पनि देख्न सक्नुहुन्छ र मान्छेहरू पनि आउन थालिसकेको छ अनि यहाँ चाहिँ हामीले माउन्ट मकालु देख्थ्यौं तर आज धुम्म भइरहेको छ दिन एकदमै चिसो वेदरमा तातो चिया खाँदा मजा नै छुट्टै भइरहेको छ अहिले चाहिँ बिहानको 8:00 बजेको छ अनि एकदमै रमाइलो छ दाजु भाउजू हामी सँगै एउटै गाडीमा भनेर चिया खाँदैछ अनि आगोको ठुलो भट्टी छ तातो चियासँग जुटको सुर्कीले एकदम रमाइलो ठाउँमा आइपुगेको छौँ र यो चाहिँ अहिले ठ्याक्कै थोकुम भन्छ र हामी चाहिँ यो बाटोमा चाहिँ हामी राति हिँडेको छौँ त्यही भएर आज चाहिँ हामीले बिहानै देखाउँदैछौँ तपाईहरुलाई पनि यो ठाउँको सुन्दरता देखेर चाहिँ अति नै रमाइलो लाग्नेछ अनि हेर्न सक्नुहुन्छ भ्यू चाहिँ अनि मेला चाहिँ आज यहाँनिर हुँदैछ अनि त्यहाँ चाहिँ भर्खरै मात्र अहिले चाहिँ बिहानै छ र मान्छे खासै छैन दिउँसो चाहिँ एकदमै ज्यादा हुने गर्छ अनि यहाँनिर चौरीहरू एकदमै धेरै पाइन्छ अनि यो देख्दै गरेको चाहिँ एसएसबी क्याम्प हो र यो चाहिँ नेपालको याक्लज हो अनि र जाडो पनि एकदमै जाडो छ यसको अल्टिट्युड चाहिँ समथिङ 3400 मिटर भन्ने सुन्दै थिएँ एकदम रमाइलो छ र यहाँ खच्चड हिँडिरहेको छ अहिले चाहिँ हामी ठ्याक्कै नेपाल र इन्डियाको बोर्डरमा छौँ र बोर्डर चाहिँ हाम्रो कसरी छुटेको छ भने यो रोडले छुटाएको छ रोड यता नेपाल पर्छ रोड उता इन्डिया पर्छ जस्तो कि यो तल घोडा हिँड्दै गरेकोदेखि उता इन्डिया हो र यता चाहिँ नेपाल पर्छ अहिले चाहिँ हामी ठ्याक्कै बोर्डरमा छौँ मेरो भाइ कस्तो भइरहेछ तिम्रो लगिँदैछ र एकदम रमाइलो हुन्छ जस्तो मलाई जहाँसम्म लागिरहेको छ र आज हामीले रमाइलो पनि गर्नेछौँ र यहाँ चाहिँ नेपाली सहित विदेशी पर्यटकहरू पनि एकदमै ज्यादा यो ठाउँमा चाहिँ आउने गर्दछ त्यसैले गर्दा चाहिँ हामी एकदम खुसी छौँ यहाँ याक्लजमा थियौँ र एकदमै मान्छेको धेरै ज्यादा रहेको छ र यहाँ चाहिँ नेताहरू आएको रहेछ मन्त्री देश बिगार्नेहरू अनि यहाँ तल पिङ छ र यहाँ चाहिँ एउटा सानो पोखरी रहेको रहेछ यो चाहिँ मेन मेड हो र यहाँ चाहिँ फोटोसुटहरू हुँदैछ यहाँ चाहिँ मान्छेहरू आइरहेको छ आजको क्रेज चाहिँ यति साह्रो छ अनि त्यो सपन पनि खतरा छ है त्यही चौरी महोत्सवको बजार लाग्ने क्षेत्रभित्र छिरिसकेको छौँ बजार यता छ यहाँ प्लेग्राउन्ड यहाँ स्टेजहरू छ र चौरीहरू एकदमै ज्यादा छ हामी चाहिँ तातो चिसो खान लागिसक्यौँ हामी चाहिँ होटलमा आइसकेको छौँ र यहाँ चाहिँ खाजा खान लाग्यो यसो तातो चिसो खाने प्लानिङमा छौँ र एकदम रमाइलो हुँदैछ आज चाहिँ त्यो मेला र बिस्तारै मान्छे पनि निकै थुप्रिँदैछ त्यही भएर रमाइलो हुन्छ जस्तो चाहिँ हामीलाई लागिरहेको छ पनि भइसक्यो अब खाजा खान्छौँ अनि त्यसपछि पछाडि के हुँदै जान्छ तपाईहरुलाई देखाउँदै जान्छु
यो चाहिँ यसलाई चाहिँ याक भनेर भनिन्छ यो चाहिँ याकको बच्चा हो र अहिले चाहिँ एकदमै रमाइलो भइरहेको छ हामीलाई एकदमै मजा भइरहेको छ र मेलाको हामीले बेग्लै भाइब पाइरहेको छौँ र यो चाहिँ एकदम विकट ठाउँमा र यो चाहिँ बोर्डरमा भइरहेको बजार मेला भएको भएर एकदम बेग्लै खालको भाइब आइरहेको छ त्यसमा चाहिँ हामीलाई एकदम मजा अनि एकदम बब्बालै खुसी फिल भएको छ र यहाँ चाहिँ फरेनरहरू पनि एकदमै ज्यादा उयोको लागि आएको छ टुर यो मेलाको मनोरञ्जनहरूको बारेमा बुझ्नलाई घुम्नलाई र बुढापाकाहरू पनि आएको छ त्यसैले गर्दा हामीलाई चाहिँ एकदमै रमाइलो भइरहेको छ अहिलेसम्म चाहिँ नयाँ जोडीहरू पनि छ यहाँ चाहिँ होइन अब योमा गाडीहरू चाहिँ एकदमै ज्यादा आइरहेछ मान्छेहरू हुटमा बसेर के गरेर आउने त्यस्तो खालको उयोहरू भइरहेको छ जोस रमाइलो भइरहेछ आज मान्छे एकदमै ज्यादा हुन्छ होला जस्तो चाहिँ लागेको छ हामीलाई त्यही भएर चाहिँ हामी एकदम रमाइलो गर्ने आसमा छौँ भाइब लिँदैछ अनि आइसा थिएँ यहाँ बियर खाँदैछ बियर प्लस अरू आफै बुझौँ होला एकदम रमाइलो भइरहेको छ अनि हामी चाहिँ अहिले एकदम थकित भएर यसो चिल हुनको लागि भ्यूलाई हेर्दै भ्यूको मनोरञ्जन लिँदै यसो बियरहरू लिएर बसिरहेको छौँ र यहाँ माथि पनि हाम्रै गाउँको मान्छेहरू आइरहेको अहिले हामी बजारमा डुलिरहेको अवस्थामा चाहिँ एकदम डरलाग्दो हिउँ परिरहेको छ हिउँ परेको कारणले तपाईँहरूले देख्न सक्नुहुन्छ यो पुरा सेतो सेतो झरिरहेको छ र मान्छेहरू चाहिँ एकदम भागाभाग भइरहेको छ हिउँ परेर सबैजना छारी खोज्नेतिर लागिरहेको छ त्यही भएर हामी पनि त्यसकै उमा लागिरहेछौँ अहिले चाहिँ यसलाई स्नो भनौँ कि असिना भनौँ एकदमै ज्यादा परेको कारण चाहिँ अहिले त्यस्तो रमाइलो भइरहेको मेलालाई चाहिँ अलि अड्काएको छ जस्तो चाहिँ मलाई लागेको छ र यही हो एउटा ग्रामीण क्षेत्रको र एकदमै हाई अल्टिट्युडको उयो चाहिँ साइन चाहिँ यही हो भन्ने जस्तो लाग्छ मलाई र हाई अल्टिट्युडको यो एडभान्टेज हो डिसएडभान्टेज हो जे भन्नुहुन्छ त्यही हो यो चाहिँ होइन अनि तर जेसुकै भयो भने वेदर जे जस्तो भयो नि हामीलाई एकदम रमाइलो भइरहेको छ हामी एकदम खुसी छौँ एकदम खुसीसँग हामी हाम्रो यो पालिको चौरे महोत्सवमा डुलिरहेको छौँ तर प्रकृतिले चाहिँ हामीलाई अलिक परमाइक प्रकृतिले चाहिँ च्यालेन्ज गरेको छ यो चाहिँ देख्न सक्नुहुन्छ पुरा असिना हो यो यस्तो पानी परिरहेको छ अहिले चाहिँ त्यही भएर हाम्रो उयो चाहिँ रोकिएको छ कार्यक्रम चाहिँ स्थगित भइरहेको छ र पनि कार्यक्रमलाई जसोतसो अगाडि बढाउने चाहिँ हाम्रो आयोजकबाट यहाँनिर ट्राई भइरहेको छ जस्तो चाहिँ भइरहेको छ तर जे होस् रमाइलो छ र फाइनल्ली हाम्रो कार्यक्रम पनि सुरु भइसकेको छ र नेसनल एन्थमबाट हाम्रो कार्यक्रमलाई स्टार्ट गरिएको छ त्यसैले गर्दा हामीले आज जे गर्दैछौँ राम्रै गर्दैछौँ र यो चाहिँ एकदम बोर्डरमा भएको कारणले गर्दा रमाइलो भइरहेको छ पानी परेको कारण हामी पनि छारी लिनुको लागि चाहिँ हामी भित्र छिरेको छौँ होटलभित्र छिरेको छौँ र होटल चाहिँ तपाईँहरूले हाम्रो यो ग्रामीण भेगको होटल चाहिँ यस्तै नै हुन्छ त्यो कुरा चाहिँ तपाईँहरूले मान्नुपर्ने हुन्छ जस हामी सबैजना छारी लिनलाई चाहिँ हामी बसेको छौँ र स्नो चाहिँ पुरा झरिरहेको छ अहिले चाहिँ र स्नो पछिको तपाईँहरूलाई वेदर फोरकास्ट चाहिँ हामी दिनेछौँ जस्तो चाहिँ मलाई लागेको छ हाम्रो यो एकदम रमाइलो भइरहेको छ होइन अनि हामी यहाँ सबैजना मान्छेहरू यतातिर बसिरहेको छ होटलतिर छ तर एउटा दुःख लागेको कुरा भनेको चाहिँ के हो भन्दाखेरि त्यहाँनिर पर भनेको प्रोग्राम भइरहेछ त्यहाँनिर अतिथि अथवा गेस्ट पर्फर्मरहरूलाई बोलाएको छ त्यहाँनिर गेस्ट पर्फर्मरहरूलाई बोलाएको छ तर त्यहाँनिर सिनको लागि त्यो भ्युजको लागि छैन क्या मान्छे सबजना नेचरमा नै डुबिरहेको छ तपाईँहरू आफै सम्झिनुहोस् नेचर चाहिँ कति बवाल रहेछ यो ठाउँको होइन त्यहाँनिर चाहिँ अहिले को छ भन्दाखेरि शेरबहादुर गुरुङ जुन चाहिँ जादु सहित गोर्खा पल्टनको एउटा कमान्डोको रूपमा पनि एउटा फिल्म खेलिसकेको मान्छेले त्यहाँ पर्फर्म गरिरहेछ र पनि मान्छेहरू चाहिँ वेदरमा नै वेदर र अनि यो
अन्त त्यसपछि यो के भन्छ यसलाई नेचरमा डुबिरहेको छ र त्यसकारण चाहिँ एकदम रमाइलो भइरहेको छ एकदम खुसी लागिरहेको छ त्यही हो र अब हेर्दै जाउँ के हुँदै जान्छ जति हुन्छ राम्रै हुन्छ अर्कै कार्यक्रममा रमाइलो गरिरहेको छौँ हामीसँग सबैजना छ होइन अनि हामीले बेग्लै मजा लिइरहेको छौँ र यो ठाउँमा हामीले हल्का ड्रिङ्क्स पनि गरेको छौँ र भ्यू पनि हेर्न सक्नुहुन्छ जेसुकै भरे पनि हामीमै डुबिरहेको छौँ सिनरी चाहिँ एकदम बवाल छ है यो ठाउँको र म तपाईँहरूलाई पनि उयो रिकमेन्ड गर्न चाहन्छु कि यो पाँचथरमा रहेको फालेलुङ 4 को चौरी महोत्सव अनि यो 4 हातेमा हुने हरेक वर्षको नयाँ सालमा लाग्ने चौरी महोत्सवमा चाहिँ तपाईँहरू सबजना आइदिनुको लागि चाहिँ म एकदम डरलाग्दो रिकमेन्ड गर्न चाहन्छु तपाईँहरू आउनै पर्छ यो चौरी महोत्सव एकदम बवाल छ र यो ठाउँको अल्टिट्युड पनि तपाईँहरूलाई एकदम 3400 मिटर भनेको एकदम हाइट हो र एकदम रमाइलो छ तपाईँहरू सबजना आउनु होला है त रमाइलो गर्ने ट्राईमा छौँ र अब हामी जति सक्दो रमाइलो गर्ने ट्राईमा छौँ र हामीसँग पनि अब हाम्रो भाइहरू भेट भएको छ अनि हाम्रो भाइ पनि भइसक्यो अब खाजा खान्छौँ अनि त्यसपछि पछाडि के हुँदै जान्छ तपाईँहरूलाई देखाउँदै जान्छौँ हामी यहाँ चाहिँ एकदम रमाइलो गरिरहेको छौँ होइन अनि एकदम रमाइलो भइरहेछ अनि रमाइलो गर्दै जान्छौँ भन्ने हामीलाई आश छ है त हामी भाइहरू यहाँ तल जाँदैछ खै काले खै र त्यो जेसुकै भए पनि एकदम रमाइलो छ गाइस यो साल तपाईँहरूले छुटाउनु भयो भने अर्को साल न्यु इयरमा हरेक साल लाग्छ यो अनलिमिटेड लाग्ने हो तर अनलिमिटेड भए पनि यो एकदम होइन अनि एकदमै रमाइलो हुन्छ होइन एकदमै रमाइलो हुने गर्दछ यो कार्यक्रम तपाईँहरू नि आउनु सक्नुहुन्छ एकदमै मजा भइरहेको छ तपाईँहरू पनि यो साल जेसुकै भएर छुटाउनु भयो नि जेसुकै भए पनि नेक्स्ट इयर चाहिँ तपाईँहरू आउनै पर्छ किनकि एकदम इन्ट्रेस्टिङ छ है त हामी 4 हाते पाँचथर फालेलुङ 4 नम्बर भएको 4 हाते महोत्सवको लागि हामी अझै पनि 4 हातेसम्म नै छौँ र अहिलेसम्म चाहिँ जे जस्तो भए पनि अहिलेसम्म एकदम मजा गरिरहेछौँ र मेलामा चाहिँ हामीलाई एकदम रमाइलो भइरहेको छ र साथीहरूसँग पनि हामी सबैजना सँगै झुमिरहेको छौँ त्यही भएर हामीलाई मजा लागिरहेको छ र हाम्रो साथीहरू पनि हामीसँगै छ र मेला भनेको यहाँ हो त्यही भएर हामी सबजना साथीहरू एकदमै झुम्ने खाले साथीहरू छ र हामीलाई एकदम रमाइलो भइरहेको छ र रमाइलो फिलिङ्स भइरहेको छ जेसुकै भए पनि यो च्यानललाई लाइक सेयर र सब्सक्राइब चाहिँ गर्नु नभन्नु होला र हामीले तपाईँलाई यो भिडियो पछि अर्को भिडियो पनि हामी यस्तै ट्रेकिङको भिडियोहरू ल्याउनेछौँ ट्रिपको भिडियोहरू ल्याउनेछौँ त्यही भएर च्यानललाई सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला जब कि तपाईँको नोटिफिकेसन आउँछ सबैभन्दा पहिला यो च्यानलको नोटिफिकेसन आओ बहुत अच्छा लग रहा है इतना अच्छा सिनेरी है माउंटेन्स है यहाँ के आदमी भी बहुत अच्छा है बहुत प्यारे हैं और आपको ये महोत्सव या मेला आप जो भी समझ लेंगे ये मेला के बारे में आप क्या कहना चाहोगे बहुत ही कलरफुल मेला है मैं पहले नहीं पता था आज ही आया हूँ तो आज पता चला हाँ उसके मेला के बारे में आपको बहुत अच्छा लगा है चमड़ी गाय देखे हैं बाकी सब बहुत एंजॉय कर रहे हैं कोई स्टार भी आए हैं शायद हाँ बहुत अच्छा लगा फैंटास्टिक राइट नाउ आई एम overwhelmed by the love of these people of Nepal and the culture of it. It's very beautiful and colorful. I will always come. Every time you will come over here. Okay. It's a beautiful country and beautiful people. Every next year is excited for in Nepal. I am very excited. हाम्रो यो कार्यक्रमको दोस्रो दिन पनि सकिसकेको छ र हाम्रो स्टेज चाहिँ त्यहीँनिर थियो अनि हाम्रो मेलाहरू यहाँ हुँदै थियो हाम्रो मेलाहरू यहाँ थियो र हामीले एकदम रमाइलो गरिरहेको थियौँ र एकदम मजा पनि भइरहेको छ वेदर पनि एकदम क्लियर छ होइन वेदर एकदम क्लियर भएको कारण चाहिँ हामीलाई एकदमै रमाइलो लागिरहेको छ अनि एकदमै रमाइलो भएको कारण हामी एकदम मजा गरिरहेको छौँ
अनि हामीले दिउँसो देख्न नसके पनि अहिले रातको समयमा हामीले माउन्ट मकालुलाई देख्न हामी सफल भइरहेछौँ र हाम्रो दाइ पनि यहीँ हुनुहुन्छ र हामीले हाम्रो दाइ हाम्रो यो लेकको औषधि मकैलाई चपाउँदै हिँडिरहेको छौँ र अहिले हामीले माउन्ट मकालु हाम्रो यो चाहिँ 3400 मिटर अल्टिट्युडमा रहेको छ। हामी अहिले जुन स्थानमा रहेको छौँ र यो हिमाल चाहिँ माउन्ट मकालु हो र एकदम जति ट्राई गरिरहेको छौँ र यहाँ चाहिँ एकदमै धेरै मान्छेहरू थियो र अहिले चाहिँ एकदमै ज्यादा रात परिसक्यो 6:30 भइसकेको छ र मान्छेहरू पनि अझै पनि धेरै घटी चाहिँ सकेको छ तर पुरै रूपमा चाहिँ घटेको छैन। त्यही भएर अहिले हामीले एकदमै मजा अनि एकदमै फिलिङ गुड भन्ने खालको भाइब्स चाहिँ हामीले पाइ नै रहेको छौँ जस्तो लागिरहेको छ। यो ठाउँ चाहिँ हामीले एकदम मजा गरेको थियौँ र एकदम मजा गरिरहेको छौँ र यो ठाउँमा चाहिँ आज एकदमै लेक ठाउँ भए पनि एकदम विकट ठाउँ भए पनि कल्चरल कुराहरूलाई चाहिँ समेटेको थियो र त्यो कुरामा चाहिँ एकदम बवाल लाग्यो मलाई पनि र यो कुरा चाहिँ एकदम गुड थियो जस्तो लाग्यो। र तपाईँहरू पनि यदि सक्नुहुन्छ भने यो साल सक्नु भएन भने अर्को साल नेक्स्ट न्यू इयरमा चाहिँ तपाईँहरू आउनु होला। यो चाहिँ हाम्रो नेक्स्ट डेको भ्लगमा पनि अब कस्तो भइरहेछ भने हाम्रो यो भ्लगमा कस्तो भइरहेछ भने अहिले हामी नाइटमै छौँ। अब बजारबाट हामी सुत्नलाई जाँदैछौँ अनि साथीहरू सबैजना छ सँगै छौँ र अब चाहिँ हामी रुममा जाँदैछौँ र हामी चाहिँ अब भोलि भेट्नेछौँ है। हामी चाहिँ भोलि भेट्नेछौँ र आजको नाइट चाहिँ हाम्रो यहीँ सकिसकेको छ र अब चाहिँ हामी आजको लागि चाहिँ हाम्रो भ्लग नेक्स्ट डेको भ्लग चाहिँ हामी यहीँ सघाउँदैछौँ र भोलिको लागि चाहिँ हामी दोस्रो भ्लग लिएर आउनेछौँ र त्यसको लागि तपाईँहरूले फलो सेयर र सब्सक्राइब गरिदिनु होला र बेल नोटिफिकेसनलाई पनि अन गरिदिनु होला जब कि हाम्रो भिडियो तपाईँकोमा फर्स्टमै पुगोस् त्यही लाग्छ र तपाईँहरूले गरिदिनु होला है त गाइस। र अहिले चाहिँ हाम्रो नाइटको निकै टाइम गइसक्यो तर अब चाहिँ हामी रुममा जाँदैछौँ है त गाइस। सी यू।